हेलो दर्शकबिन, यो चाहिँ दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका वडा नम्बर 9 रिकु जाने बाटो। हेर्नुस्, यस्तो भिरमा यस्तो मजाले बाटो बनाएको छ। यहाँभन्दा मुनि तामाकुसी नदी छ। यहाँभन्दा उता पारी देख्नुहुने हजुरहरूले त्यो रिकु गाउँपालिका वडा नम्बर 1 लामाबगर हो। लामाबगरको बाटो, यो बाटो उता लामाबगर गाउँ हो। हेर्नुहोस्, यो लामाबगर गाउँ हो। लामाबगर गाउँबाट आइरहेको छु म। रिकु जाने बाटो हो यो। यस्तो पहरो छेडेर बाटो बनाएको छ। गोरेटो बाटोसम्म पनि छैन रिकु जाने बाटोमा। यस्तो बाटो छ। यहाँभन्दा मुनि तामाकुसी नदी देख्नुहुन्छ हजुरहरूले। बाटो यस्तो छ। तामाकुसी नदी बगिरहेको छ। मनोरम दृश्य छ। यहाँबाट सिधै उँधो तामाकुसी नदी हो। बाटो एकदम यस्तो अप्ठ्यारोमा पनि यस्तो राम्रो बाटो बनाएको छ। तर यो बाटो पुरै उता रिकु गाउँसम्म जोड्ने लक्ष्य हो। तर यो बाटो रिकु गाउँसम्म अहिले पुगेको छैन, आधी बाटोमा पुगेछ। अहिले देख्न सक्नुहुन्छ मैले यो बाटो कहाँसम्म पुगेको छ र निर्माणको चरणमा छ। आधी बाटोसम्म निर्माण सम्पन्न भइसकेको छ र त्यहाँबाट अगाडि पनि निर्माण कार्य भइरहेछ। यो ठाउँमा अरू नभए नि भालुको चाहिँ एकदम डर हुन्छ। यो अब हिमाली जिल्ला भएको कारणले भालु पाउँछ, सावधानीपूर्वक हिँड्नुपर्ने हुन्छ। बाटो यस्तो छ। बसन्त ऋतुको मौसम छ। बिरुवामा पुरानो पात झारेर नयाँ पात पालुवा फेरेको छ। हरियाली छ। जङ्गल, यो जङ्गलले गर्दा शीतल मौसम छ। घाम लागेको छ तर शीतल मौसम छ। जङ्गलको बिचोबिचबाट हिँड्दा एकदम मनोरम शान्त आनन्द मिल्छ। काफलको रुख पनि देख्न सक्छौँ हामी। काफल फल्ने टाइम हो तर पाक्ने अलि समय भएको छैन। काफल फलेको छ तर पाक्ने समय भएको छैन। अब वैशाखको 15-20 दिन पछाडि मजाले पाक्छ। रातो रातो भएको छ। भाली गुराँस फुल्या छ बाटोमा।
बाटो हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो पहाड खोपेर बनाएको छ। ल हेर्नुहोस् बाटो एकदम यस्तो पहाड छ हेर्नुहोस् माथि यस्तो पहाड खोपेर बाटो बनाएको छ एकदमै। एनिमल भर्सेस वाइल्ड जस्तो छ बाटो यस्तो छ। यहाँबाट खस्यो भने तल पुगिन्छ छिरेर। त्यही भएर